हामी सबैले आफ्नो जीवनमा एउटा चमत्कार देखेका छौँ, सायद आफैले गरेका पनि छौँ, तर त्यसमा कहिल्यै ध्यान दिएका छैनौँ। त्यो हो आफ्नो पहिलो भाषा सिक्ने प्रक्रिया। कसरी एउटा शिशु जो केवल रुन र हाँस्न मात्र जानेको हुन्छ, केही वर्षभित्रै जटिल वाक्य बोल्न, ठट्टा गर्न अनि कथाहरू सुनाउन सक्ने हुन्छ। के यो साँच्चै कुनै जादु हो वा यसको पछाडि हाम्रो दिमागको कुनै गहिरो विज्ञान लुकेको छ? आज हामी यही जादु जस्तो देखिने विज्ञानको भनौँ न पर्दा उघार्नेछौँ। हाम्रो यो गहिरो छलफलको लागि हामीले इन्द्रप्रसाद तिमलसिंहद्वारा लिखित एक शैक्षिक सामग्री पहिलो भाषा सिकाइको स्वरूपको अंशलाई आधार बनाएका छौँ। यो सामग्रीको सुन्दरता के छ भने यसले भाषालाई केवल शब्दहरूको सूचीको रूपमा हेर्दैन, बरु यसलाई बालकको सामाजिक, भावनात्मक र बौद्धिक विकासको मुटुकै रूपमा प्रस्तुत गर्छ। हो, र हाम्रो आजको उद्देश्य पनि त्यही हो, त्यो अदृश्य प्रक्रियालाई बुझ्नु। कसरी एउटा बच्चा ध्वनिबाट शब्द, शब्दबाट वाक्य र अन्ततः व्याकरणको जटिल संसारमा बिना कुनै औपचारिक तालिम, बिना कुनै किताब, स्वतः स्फूर्त रूपमा प्रवेश गर्छ। यो यात्रा साँच्चै रोमाञ्चक हुनेवाला छ। ल, सुरु गरौँ। त्यसो भए सबैभन्दा पहिले आधारभूत कुराबाटै सुरु गरौँ न। हामी पहिलो भाषा र मातृभाषा भन्ने शब्दहरू बराबर प्रयोग गर्छौँ। सुन्दा उस्तै लाग्छन्, तर के यिनीहरूमा केही फरक छ वा एउटै कुरा हो? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो, किनभने यसले हाम्रो बुझाइको जग बसाल्छ। व्यवहारमा त हामी यी दुईलाई एउटै मान्छौँ, तर तिमलसेनाको विश्लेषणमा यिनीहरूको अवधारणामा एउटा सूक्ष्म तर गहिरो भिन्नता छ। पहिलो भाषा भन्नाले त्यो भाषा हो जुन व्यक्तिले आफ्नो जीवनको प्रारम्भिक चरणमा स्वाभाविक रूपमा कुनै औपचारिक शिक्षण बिना दैनिक अनुभवबाट सिक्छ। यो अलि प्राविधिक शब्द भयो, द फर्स्ट ल्याङ्ग्वेज वन एक्वायर्स। भनेपछि यो एउटा तथ्य जस्तो भयो, जुन भाषा सबैभन्दा पहिले सिकियो त्यही पहिलो भाषा। त्यसो भए मातृभाषा के हो त? हो, तपाईले ठ्याक्कै समात्नुभयो। मातृभाषा चाहिँ त्यो भाषाको भावनात्मक र सामाजिक स्रोतसँग जोडिएको छ। यो भाषा प्राय आमा, परिवार र नजिकको सामाजिक परिवेशबाट सिकिने हुनाले यसलाई मातृभाषा भनिएको हो। त्यसैले यो केवल सञ्चारको माध्यम मात्र होइन, यो त हाम्रो भावना, संस्कार, पहिचान अनि संसारलाई हेर्ने दृष्टिकोणको धागो हो। यसले हाम्रो चिनारी बनाउँछ। कति राम्रो व्याख्या। भनेपछि पहिलो भाषा हाम्रो दिमागको कुरा भयो भने मातृभाषा हाम्रो मुटुको। अब यो सामग्रीमा एउटा शब्द बारम्बार प्रयोग भएको छ, सहजात स्वरूप। यसले के भन्न खोजेको हो? यो प्रक्रियालाई किन यति प्राकृतिक मानिन्छ? सहजातको अर्थ हो जन्मजात वा इनेट। यो सामग्रीले पहिलो भाषा सिकाइलाई व्यक्तिको शारीरिक वृद्धि जस्तै एउटा जैविक प्रक्रिया मानेको छ। जसरी बच्चाले हिँड्न वा दौडनका लागि कुनै कक्षा लिनु पर्दैन, होइन, उसले प्रयास र अनुभवबाटै सिक्छ। त्यसरी नै हाम्रो मस्तिष्क भाषा सिक्नका लागि जन्मदेखि नै तयार भएर आएको हुन्छ। यो प्रक्रिया पूर्णतया असचेत हुन्छ। अचेत यो शब्दले मलाई अलिकति अल्मल्यायो। यसको मतलब बच्चालाई थाहै हुँदैन कि उसले केही सिकिरहेको छ। बिल्कुल। बच्चा भाषा सिक्ने उद्देश्यले बस्दैन, ऊ त केवल आफ्ना आवश्यकताहरू पूरा गर्न खोजिरहेको हुन्छ। भोक लाग्दा दुध माग्न, खुसी हुँदा हाँस्न वा केही कुरा देखाउन। यही आवश्यकता पूर्ति गर्ने प्रयासमा उसले भाषालाई एक औजारको रूपमा प्रयोग गर्छ, र यही प्रयोगकै क्रममा उसलाई थाहै नदिई भाषाको पुरै प्रणाली उसको मस्तिष्कमा स्थापित हुँदै जान्छ। यो व्याकरणको नियम कण्ठ गरेर होइन, बरु दैनिक जीवनको अनुभव, गल्ती गर्ने, प्रयास गर्ने र सुधार्दै जाने प्रक्रियाबाट अघि बढ्छ। तपाईले यसलाई हिँड्न सिकेको जस्तै भन्नुभयो, तर कतिपय बालबालिकालाई बोल्न ढिला हुन्छ वा समस्या हुन्छ। हिँड्न त लगभग सबैले एउटै उमेरमा सिक्छन्। त्यसो भए यो प्रक्रिया सबैका लागि त्यति सहज नहुन पनि सक्छ, होइन र? एकदमै सान्दर्भिक प्रश्न हो। यो प्रक्रिया स्वाभाविक हो, तर सधैँ सहज वा एकै नासको हुँदैन। हामी यसको बारेमा पछि व्यक्तिगत भिन्नताको खण्डमा थप छलफल गर्नेछौँ। तर तपाईँको प्रश्नले हामीलाई अर्को महत्त्वपूर्ण पक्षमा पुर्याउँछ। यदि यो क्षमता जन्मजात हो भने पनि यसलाई फुल्नका लागि बाहिरी वातावरण चाहिन्छ। एउटा बच्चालाई एक्लै कोठामा छाडिदियो भने उसले कहिले भाषा सिक्दैन। भनेपछि यहाँनिर प्रकृति, नेचर र पालन पोषण, नर्चरको खेल सुरु हुन्छ।
हाम्रो दिमागमा भाषा सिक्ने हार्डवेयर त छ, तर त्यसलाई चलाउन सफ्टवेयर चाहिँ? वातावरणले दिन्छ। कस्तो राम्रो उपमा हो, ठ्याक्कै त्यही हो। यही कारणले स्रोतले पहिलो भाषालाई वातावरणीय भाषा पनि भनेको छ। बालकले भाषा किताबबाट होइन, आफू वरिपरि निरन्तर सुनिने आवाज र संवादबाट सिक्छ, र त्यो वातावरणको केन्द्र हो परिवार। यो सामग्रीले परिवारलाई बालकको पहिलो भाषिक विद्यालय भनेको छ, जहाँ आमा बुवा पहिलो शिक्षक हुन्। तर आजकालको परिस्थितिमा जहाँ संयुक्त परिवार टुक्रिँदैछ र आमा बुवा दुवै काममा व्यस्त हुन्छन्, के त्यसले बालबालिकाको भाषा विकासमा असर परिरहेको छ? के यो सामग्रीले यसबारे केही सङ्केत गर्छ? सामग्रीले प्रत्यक्ष रूपमा आधुनिक परिवारको कुरा नगरे पनि यसको सिद्धान्तले स्पष्ट सङ्केत गर्छ। महत्त्वपूर्ण कुरा परिवारको आकार होइन, संवादको गुणस्तर हो। आमा बुवाले बच्चासँग कसरी बोल्छन्, कस्ता शब्द प्रयोग गर्छन्, उसको तोते बोलीलाई कति ध्यान दिएर सुन्छन् र कति स्नेहपूर्ण संवाद गर्छन् भन्ने कुराले गहिरो असर पार्छ। प्रोत्साहनपूर्ण र संवादमय वातावरणमा हुर्केको बच्चाले छिटो र आत्मविश्वासका साथ भाषा सिक्छ। त्यसैले गुणस्तरीय समय महत्त्वपूर्ण छ। परिवार र वातावरणले भाषाको जग बसाल्छ भन्ने कुरा त स्पष्ट भयो। तर एउटा बच्चा जो केवल रुन र हाँस्न मात्र जानेको हुन्छ, उसको दिमागभित्र त्यो जगमा पहिलो ईँटा कसरी राखिन्छ? त्यो पहिलो ध्वनि सुनेर शब्द बन्ने प्रक्रिया कसरी सुरु हुन्छ? यो भाषा सिकाइको सबैभन्दा रहस्यमय र सुन्दर चरण हो, जसलाई स्रोतले ध्वन्यात्मक चरण भनेको छ। जन्मिएपछि बालकले सबैभन्दा पहिले ध्वनिहरू सुन्छ र त्यसलाई आफ्नो मस्तिष्कमा भण्डार गर्न थाल्छ। आमाको आवाज, घरका सदस्यहरूको बोली, लोरी, हाँसो, चराको चिरबिर, यी सबै उसका लागि भनौँ न भाषिक कच्चा पदार्थ हुन्। यो चरणमा उसले शब्दको अर्थ बुझ्दैन, तर ध्वनिहरू छुट्याउन थाल्छ। एकछिन, मैले यो कुरा कहिल्यै सोचेको थिएन। मतलब बच्चाले शब्द सिक्नुभन्दा पहिले नै उसको दिमागमा ध्वनिहरूको एउटा विशाल लाइब्रेरी बनिसकेको हुन्छ? हो, ठ्याक्कै। त्यो ध्वनिहरूको लाइब्रेरी नै उसको भाषिक चेतनाको आधार बन्छ। जब उसको मस्तिष्कमा पर्याप्त ध्वनिहरू सङ्ग्रहित हुन्छन्, उसले तिनको अनुकरण गर्ने प्रयास गर्न थाल्छ। सुरुमा यी आवाजहरू अस्पष्ट र अर्थहीन जस्ता सुनिन्छन्, अङ, बा, मा जस्ता। यसलाई अङ्ग्रेजीमा ब्याब्लिङ भनिन्छ। तर ध्यान दिएर सुन्ने हो भने बिस्तारै यी आवाजहरू उसले सुनेका ध्वनिहरूसँग मिल्दोजुल्दो हुन थाल्छन्। यही अस्पष्ट ध्वनिबाट स्पष्ट ध्वनितर्फको यात्रा नै भाषा सिकाइको पहिलो खुड्किलो हो। ध्वनि चिन्न र केही आवाज निकाल्न थालेपछि वर्ण उच्चारणको विकास कसरी हुन्छ? के बच्चाले सबै अक्षरहरू एकैचोटि सिक्छ वा यसको पनि कुनै निश्चित क्रम छ? यसको एउटा निकै रोचक र वैज्ञानिक क्रम छ, जुन थाहा पाउँदा तपाईलाई अचम्म लाग्न सक्छ। वर्ण उच्चारणको विकास सधैँ सरलदेखि जटिलतर्फ जान्छ। बालकले सबैभन्दा पहिले ती वर्णहरू सिक्छ जुन उच्चारण गर्न शारीरिक रूपमा सबैभन्दा सजिलो हुन्छ। कस्तो रोचक! जस्तै म, ब, प, यिनलाई द्वयोष्ठ्य वर्ण भनिन्छ। यही कारणले संसारका धेरैजसो भाषामा मामा, बाबा, पापा जस्ता शब्दहरू बच्चाले बोल्ने पहिलो शब्द बन्न पुग्छन्। यो संयोग होइन, यो त मानव शरीर विज्ञानको सुन्दर उदाहरण हो। हो त नि। त्यसपछि जिब्रो र दाँतको प्रयोग हुने दन्त्य वर्णहरू जस्तै त, द, न को विकास हुन्छ। क्रमशः कण्ठ्य क, ख, मूर्धन्य ट, ठ जस्ता जटिल वर्णहरूको उच्चारण विकास हुन्छ, जसमा जिब्रोको स्थान र स्वर यन्त्रको बढी नियन्त्रण आवश्यक पर्छ। वाह, यो त साँच्चै व्यवस्थित प्रक्रिया रहेछ। अब वर्णपछि शब्द र वाक्यको विकास कसरी हुन्छ? त्यो यात्रा कस्तो हुन्छ? यो यात्रा पनि निकै रमाइलो छ। वर्णहरू जोडेर शब्द बनाउन थालेपछि बालक एक शब्दे बोलीको चरणमा पुग्छ। उसले एउटै शब्दले पुरै वाक्यको अर्थ बताउन खोज्छ। जस्तै पानी भनेर औल्यायो भने त्यसको अर्थ मलाई पानी चाहियो हुन सक्छ। पानी पोखिएको देखेर पानी भन्यो भने पानी पोखियो हुन सक्छ। हामीले उसको हाउभाउ र सन्दर्भ हेरेर अर्थ बुझ्नुपर्छ। अनि त्यसपछि आउँछ दुई शब्दे बोलीको चरण। बालकले दुई शब्द जोडेर अर्थ व्यक्त गर्न थाल्छ। जस्तै म पानी वा बाबा आयो।
यहाँ पनि व्याकरण पूर्ण हुँदैन, तर सन्देश अलि स्पष्ट हुन्छ। यसपछिको महत्त्वपूर्ण चरण हो टेलिग्राफिक बोली। टेलिग्राफिक बोली, यो त मैले पहिलो पटक सुने। यो के हो? जसरी पुरानो जमानामा टेलिग्राम पठाउँदा पैसा बचाउन आवश्यक शब्द मात्र पठाइन्थ्यो, त्यसरी नै बालकले पनि मुख्य शब्दहरू मात्र प्रयोग गरेर वाक्य बनाउँछ। जस्तै म भात खान्छु भन्नुको सट्टा म भात खान्छु। यसमा ले, लाई जस्ता विभक्ति वा अन्य सहायक शब्दहरू छुटेका हुन्छन्, तर सन्देश भने स्पष्ट हुन्छ। त्यसोमा है टेलिग्राफिक बोली भनेको हामीले हतारमा पठाउने टेक्स्ट मेसेज जस्तै भयो, जहाँ हामी म घर आउँदैछु को सट्टा घर आउँदै मात्र लेख्छौं। हो, एकदम सही तुलना। यो मस्तिष्कले सञ्चारको सबैभन्दा छरितो बाटो खोजेको हो। अब हामी त्यो जादुको सबैभन्दा रहस्यमय भागमा आइपुग्यौं, व्याकरण। बालबालिकाहरूले काल, वचन, लिङ्गका नियमहरू कहिले पढेका हुँदैनन्, तर पनि उनीहरू कसरी सही वाक्य बनाउन सक्छन्, कसरी उनीहरूलाई केटा आयो र केटी आई भन्नुपर्छ भन्ने थाहा हुन्छ। हो, यही नै पहिलो भाषा सिकाइको चमत्कार हो, जसलाई यो सामग्रीले व्याकरणको असचेत अधिग्रहण भनेको छ। यहाँ अधिग्रहण शब्दमा ध्यान दिनुहोस्, सिकाइ होइन। सिकाइ एउटा सचेत प्रयास हो, जस्तै हामी विद्यालयमा दोस्रो भाषा सिक्छौं, तर अधिग्रहण प्राकृतिक र स्वतस्फूर्त प्रक्रिया हो। बालकले व्याकरणका नियमहरू कण्ठ गर्दैन, बरु उसले आफ्नो वरिपरि बोलिने भाषाबाट प्रयोगका ढाँचाहरू आत्मसात गर्छ। ढाँचा आत्मसात गर्नु, यसको मतलब बच्चाको दिमाग एउटा सुपर कम्प्युटर जस्तै हो, जसले हजारौं वाक्य सुनेर त्यसभित्र लुकेको व्याकरणको गोप्य नियम आफै पत्ता लगाउँछ, त्यो पनि उसलाई थाहै नदिई। तपाईले यसको सार समात्नुभयो। यो कुनै चमत्कार होइन, यो हाम्रो मस्तिष्कको सबैभन्दा शक्तिशाली क्षमता प्याटर्न रेकग्निसनको प्रमाण हो। जब उसले परिवारमा बारम्बार रामले भात खायो तर सीताले भात खाई भन्ने सुने गर्छ, उसको मस्तिष्कले लिङ्ग अनुसार क्रियापद कसरी परिवर्तन हुन्छ भन्ने ढाँचा आफै समात्छ। उसलाई यो पुल्लिङ्ग हो, यो स्त्रीलिङ्ग हो भन्ने नियम थाहा हुँदैन, तर उसले सही प्रयोग गर्न थाल्छ। त्यसैगरी खायो, खाँदैछ, खानेछ जस्ता फरक फरक कालका वाक्यहरू निरन्तर सुनेपछि उसले समयअनुसार क्रियापदको रूप परिवर्तन गर्ने ढाँचालाई स्वाभाविक रूपमा ग्रहण गर्छ। भनेपछि भाषाको शुद्धता र संरचनामा परिवार र समाजको भूमिका कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा फेरि प्रमाणित भयो। उनीहरूले नै त बच्चाको त्यो सुपर कम्प्युटरलाई डेटा दिइरहेका छन्। बिल्कुल, भाषा मूलतः सामाजिक व्यवहारको उपज हो। यसका लागि सामाजिक अन्तर्क्रिया अनिवार्य छ। यो सामग्रीले अग्रजहरूको भूमिकालाई निकै महत्त्व दिएको छ। जब बालकले तोते बोलीमा केही भन्न खोज्छ, अग्रजहरूले ध्यान दिएर सुन्ने, स्नेहपूर्वक प्रतिक्रिया दिने र उसको कुरा बुझिदिँदा बालकमा आत्मविश्वास बढ्छ। गल्ती गर्दा खिसी गर्ने होइन, बरु मायाले सुधार्न सहयोग गर्ने वातावरणले उसको सिकाइलाई तीव्र बनाउँछ। यस्तो सकारात्मक वातावरणले उसलाई भाषा प्रयोग गर्न प्रेरित गर्छ र ऊ नयाँ नयाँ शब्द र वाक्यहरू प्रयोग गर्न डराउँदैन। हामीले एउटा सामान्य प्रक्रियाको कुरा गर्यौं, तर सुरुमा मैले सोधेको प्रश्नमा फर्कौं, के सबै बालबालिकाले एउटै गतिमा भाषा सिक्छन्? पक्कै पनि त्यस्तो हुँदैन होला। हुँदैन, र यो एकदमै स्वाभाविक हो। तिमल सेनाको सामग्रीले स्पष्ट भनेको छ कि भाषा सिकाइमा वैयक्तिक भिन्नता देखिन्छ। सामान्यतया 5-6 वर्षको उमेरसम्ममा बालकले आफ्नो पहिलो भाषाको आधारभूत संरचना, ध्वनि, शब्द, वाक्य र सामान्य व्याकरण आत्मसात गरिसकेको हुन्छ, तर यो गति र स्तर सबैमा समान हुँदैन। यसरी फरक हुनुका कारणहरू के हुन सक्छन् त? यसका धेरै कारणहरू छन् जुन एकअर्कासँग जेलिएका हुन्छन्। पहिलो हो बौद्धिक क्षमता। तीक्ष्ण बौद्धिक क्षमता भएका बालबालिकाले भाषिक ढाँचाहरू छिटो समात्न सक्छन्। दोस्रो, हामीले बारम्बार चर्चा गरेको भाषिक वातावरण। घरमा धेरै कुराकानी हुने, कथा सुन्ने सुनाउने र प्रोत्साहनपूर्ण वातावरणमा हुर्केको बच्चाले छिटो सिक्छ। तेस्रो, स्वास्थ्य अवस्था। यदि कुनै बालकमा श्रवण, उच्चारण वा अन्य मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ भने त्यसले सिकाइमा असर पार्न सक्छ। र चौथो, सामाजिक अनुभव।
साथीभाइसँग खेल्ने, बाहिर घुम्ने र धेरै मानिसहरूसँग अन्तर्क्रिया गर्ने बालबालिकाको शब्द भण्डार र अभिव्यक्तिको शैली स्वाभाविक रूपमा धनी हुन्छ। त्यसो भए यो सम्पूर्ण छलफललाई समेट्ने हो भने यसको सार के हो त? पहिलो भाषा सिक्नु भनेको वास्तवमा के रहेछ? निष्कर्षमा यो सामग्रीले के भन्छ भने पहिलो भाषा सिकाइ एक सरल, स्वाभाविक, सहजात र पूर्णतया अनौपचारिक प्रक्रिया हो। यो कुनै बोझ होइन, जीवनसँगै अघि बढ्ने एउटा सुन्दर यात्रा हो। यो केवल शब्द र वाक्य सिक्नु मात्र होइन, बरु यो बालकको समग्र मानसिक, भावनात्मक र सामाजिक विकासको आधार हो। र हामीले बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा यसलाई सिकाइ लर्निङ भन्दा पनि अधिग्रहणको प्रक्रियाको रूपमा हेर्नुपर्छ। सिकाइ सचेत र औपचारिक हुन्छ, तर अधिग्रहण प्राकृतिक र स्वतःस्फूर्त। यही अधिग्रहणले व्यक्तिको पहिचान, संस्कार र सोचलाई आकार दिन्छ। आजको छलफलले मलाई के महसुस गरायो भने हामीले बोल्ने भाषा केवल सञ्चारको साधन मात्र होइन, यो त हाम्रो पहिचानको जग हो, जुन हाम्रो बाल्यकालको अनुभव, हाम्रो परिवारको माया र हाम्रो समाजको ध्वनिहरूले मिलेर बनेको हुन्छ। सुरुमा हामीले सोधेका थियौँ, यो जादु हो कि विज्ञान? अब लाग्छ यो विज्ञानद्वारा सञ्चालित एउटा सुन्दर जादु हो।